नमस्कार र म चाहिँ हिगौँ निवासी। मेरो पूर्ण नाम मोहन प्रसाद सुब्बा। म हि स्कुलमा प्राइमरी लेभलदेखि सेकेन्डरी लेभल जुनियर लेभलसम्म पढेर त्यसको बादमा पेरिङमा सिनियर सेकेन्डरी पढेर कलेज सकेर त्यहाँदेखि प्राइभेटली नाइट कलेज मैले ल कलेज पढेँ अनि पुग्न 35 वर्ष सरकारी सेवा गरेर 2017मा म त्यहाँबाट रिटायरमेन्ट भएँ र अहिले हालमा म सरकारको शिक्षा विभागको अन्तर्गत म सल्लाहकारको रूपमा म काम गर्दैछु। म विशेष गरिकन शिक्षा विभागमा धेरै लामो काम गरेको कारणले गर्दा मलाई शिक्षा विभागभित्रको विषयवस्तुमा डुब्नु मन परेको थियो अनि मैले अलिकति काम गर्दा त्यसको डेप्थमा काम गर्दा केही कुरो हामीबाट पनि हुनुपर्छ, कन्ट्रिब्युट हुनुपर्छ भन्ने कुराले मलाई त्यो जिज्ञासाले मलाई खाइराखेको थियो। अनि त्यति बेलादेखि मैले सोचेको थिएँ एउटा पुस्तकको रूपमा चाहिँ हाम्रो आउने भावी पिँढीलाई, समाजलाई सानोतिनो इतिहासहरू देखाएर र हाम्रो सोच विचारहरू झल्काएर आउने पिँढीले पनि यो काम गर्नुपर्ने रहेछ। शिक्षा यति महत्त्वपूर्ण चिज रहेछ। शिक्षाले मात्र हाम्रो समाजलाई आर्थिक, सामाजिक, शैक्षिक अनि सबै रूपमा माथि उचाल्न सकिँदो रहेछ, बाँच्न दिन सकिँदो रहेछ भन्ने विचारलाई मेरो मनमा बसिरहेको हुन कारणले म प्राय मेरो कामले नै शिक्षा विभागको जिम्मेवारीले नै मलाई एउटा उत्साह दियो कि तिमीले पनि केही कुरा लेख्नुपर्छ भनेर। त्यसको फलस्वरूप आज मैले एउटा किताब रिलिज गरेको छु। त्यसको नाम हो रिफर्मेसन अफ एजुकेसन सिस्टम इन एजुकेसन ए न्यू रोड म्याप भनेर। सायद यो पुस्तक उत्साहित अनि त्यसै राम्रोसँग पढ्ने इच्छा भएको शिक्षामा ध्यान दिनेहरूको लागि चाहिँ एउटा सहयोग बन्नु सक्छ होला भन्ने ठुलो आशा गरेको छु। मेरो यो पुस्तकको सन्देश मल्टिपल सन्देश छ, धेरै सन्देश छ यसको र त्यसको सानो जिस्टमा भन्नु पर्यो भने अघि भनिहालेँ मैले, शिक्षा मात्र यस्तो चिज हो कि डाक्टर अब्दुल कलामले भनेको छ यो पृथ्वीदेखि मुनि अनि पृथ्वीदेखि माथि आकाशमा सम्म पनि कुनै शक्ति छ भने चाहिँ त्यही युवा पिँढी हो जसले चाहिँ राम्रो शिक्षा पाएको, जसले चाहिँ त्यो शिक्षा पाएको छ उसले सोच्न सक्छ अनि सोच्न सक्यो भने ऊ उड्न पनि सक्छ र त्यो कुराहरू काम गर्नु सक्छ भन्ने कुरामा म विश्वस्त छु। अनि आउने भावी पिँढीले सायद यो कुराहरू पोजिटिभली, कन्स्ट्रक्टिभली, क्रिएटिभली लिएर काम गर्छ होला अनि शिक्षालाई नयाँ बाटोमा डोर्याउँछ होला। शिक्षा विभागको आफ्नो मोडल हुन्छ होला, शिक्षा विभागले आफ्नो तरिकामा चल्नु सक्छ होला भन्ने सन्देश अनि साथसाथै युवा पिँढीले गर्नुपर्ने, गार्जेन्सले गर्नुपर्ने, प्रोफेसनल्सले गर्नुपर्ने, टिचर्सले गर्नुपर्ने अनि लेक्चरर्सले गर्नुपर्ने, डायटको टिचर्सले पनि गर्नुपर्ने, इन्सपेक्टरहरूले पनि गर्नुपर्ने भन्ने कुरा चाहिँ यहाँ सबैले बुझ्छ होला अनि यो एउटा ठुलो सन्देश हुन्छ होला भन्ने मेरो विचार अनि विमर्श र विश्वास छ। मैले अघि भनिहालेँ यो पुस्तक मैले अहिले देखिएन, धेरै अगाडि मैले सोचेको, तर मेरोमा त्यो सबै टिप्सहरू, सबै डकुमेन्ट्सहरू हुनु कारणले गर्दा मैले सबै कुरो नयाँ खोज्नु त परेन, मेरो पुरानै थियो। त्यो कम्पाइलेसनबाट निकाल्नु नै मलाई 2-2.5 वर्ष लाग्यो र आजभन्दा 2 वर्ष अगाडि यो विमोचन गर्नुपर्ने, तर त्यो मेरो स्वास्थ्यको कारणले गर्दा गर्नु नसकेर यो ढिलो भए तापनि भनेर यो पालि यसलाई इनोग्रेसन गराएर पब्लिकलाई, रिडर्सलाई म सुम्पिँदै। लेख्ने काम भनेको अब अङ्ग्रेजीमा भन्छ स्ट्रेनियस काम, एकदमै परिश्रम पूर्वक गर्नुपर्ने काम हो। जताततै लेख्छु भन्नु हामी हुँदैन अनि यो लेख्ने काममा धेरै नै खट्नुपर्छ, घोटिनुपर्छ, आफूले पढ्नुपर्छ, स्टडी गर्नुपर्छ अनि मात्र त्यो कुराहरू हामीले पेपरमा निकाल्न सक्छौँ र त्यसलाई रिडर्समा पुर्याउन सक्छौँ। र मैले लगभग निकै लामो समय लगाएर यो किताब तयार गरेको छु जुन चाहिँ रिडर्सको
हातमा आजदेखि पुग्न सकोस्। अनि अब यो किताब यति समय लागेर लेखिसकेपछि यो पाठकमा पुगोस् भन्ने एउटा कुरा, अर्को कुरो पाठकहरूले पनि बुझिदियोस् कि मैले अघि भनिहालेँ दुई प्रकारले बुझ्नु सक्नु पर्यो कि हाम्रो जिम्मेवारी के हो, हामीले के गर्नुपर्छ, अनि शिक्षा विभाग कस्तो हुनुपर्छ, अनि शिक्षा विभागको मोडल कस्तो हुनुपर्छ भन्ने कुरा चाहिँ यो पाठकहरूले, यसमा किताब पढ्नेहरूले चाहिँ सोच्छ होला, सम्झिन्छ होला, उहाँको माइन्डसेट यहाँ डाइभर्ट हुन्छ होला भन्ने म विश्वास गर्दछु। अनि सायद यही एउटा मेरो एउटा सन्देश हो, जुन कुरो चाहिँ हाम्रो गार्जेन्स, प्यारेन्ट्सदेखि लिएर पब्लिक, जनरल पब्लिकदेखि लिएर पञ्चायतदेखि लिएर टिचर्सदेखि लिएर अफिसर्सदेखि लिएर डायटको कर्मचारी अथवा प्रोफेसनल्सहरू लिएर उहाँहरू सबले यो बुझेर नयाँ सोचमा जानुपर्छ होला भन्ने सन्देश पाउँछ होला भन्ने मलाई विश्वास लाग्छ।